आदरणीय दर्शकवृन्द, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मूलपानी क्रिकेट मैदानको पछिल्लो गतिविधि र पछिल्लो अपडेट लिएर म यहाँ उपस्थित भएको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गरिदिनु होला र साथै क्रिकेटको बारेमा नयाँ के जान्न चाहनुहुन्छ त्यो बारे कमेन्ट पनि लेखिदिनु होला। मूलपानी क्रिकेट मैदान रहेको यस स्थल धेरै वर्ष अगाडिदेखि फोहोर फाल्ने ठाउँको रूपमा रहेको थियो र यस फोहोर फाल्ने ठाउँलाई सम्झाउँदै नेपाल सरकारले धेरै वर्ष अगाडिदेखि यसलाई सुविधा सम्पन्न क्रिकेट मैदान बनाउनको लागि काम गर्दै आएको कुरा यहाँहरूलाई थाहा पनि छँदैछ। मूलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउनको लागि नेपाल सरकारले लामो समयदेखि काम गरिरहेको छ। नेपाल सरकारले यस मूलपानी क्रिकेट मैदान बनाउनको लागि 20 वर्ष अगाडिदेखि चाहिँ काम गर्दै आएको छ र यो काम गराई नेपाल सरकारको चाहिँ धेरै सुस्त ढङ्गले काम गरिरहेको चाहिँ हामी पाउन सक्छौँ र मूलपानी क्रिकेट मैदान अहिले चाहिँ केही सुविधा सम्पन्न र खेल्न लायकको क्रिकेट मैदान बनेको छ र मूलपानी क्रिकेट मैदानको आज म माथिल्लो र तल्लो क्रिकेट मैदानमा भइरहेको गतिविधि र डिपिआर मार्फत अब के कस्ता संरचनाहरू बन्दैछन्, के कस्तो चाहिँ अब सुविधा सम्पन्न अवस्थामा रहनेछ, के कस्ता फेसिलिटीहरू यहाँ रहनेछन् भन्ने कुरा र पछिल्लो समय बनेका संरचनाको बारेमा चाहिँ म यहाँहरूलाई प्रस्तुत गर्न गइरहेको छु। मूलपानी क्रिकेट मैदानमा यहाँ देखिरहनु भएको यो भिडियोमा देखिनु भएको यो माथिल्लो मैदान हो र यो उच्च ठाउँमा रहेको यस क्रिकेट मैदानको चाहिँ भ्यू निकै राम्रो रहेको छ। पारिपट्टि गोकर्णको जङ्गल देख्न सकिन्छ र यो घमाइलो ठाउँमा रहेको क्रिकेट मैदान हो र यो जुन संरचना यहाँहरूले देखिरहनु भएको छ यो चाहिँ होस्टल हो। यहाँ चाहिँ क्रिकेट एकाडेमी सहितको संरचना बन्ने हुनाले यो होस्टलको लागि भनेर खेलाडीलाई बस्नको लागि बनाएको संरचना हो। यद्यपि यस होस्टलमा तोडफोड गरेर केही संरचनाहरूमा क्षति पुगेको पनि अवस्था रहेको छ र जुन यो बिल्डिङ यहाँहरूले देखिरहनु भएको छ यो चाहिँ क्यानको केन्द्रीय कार्यालय रहेको छ। यो क्यानको चाहिँ अफिस हो। यो मूलपानी क्रिकेट मैदानसँगै चाहिँ जोडिएर रहेको छ यो क्यानको हेड अफिस र यो मूलपानी क्रिकेट मैदान को माथिल्लो क्रिकेट मैदान चाहिँ यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो। यहाँ एसिया कपको छनौटको खेल समेत आयोजना भएको थियो। फाइनल खेल पनि यहीँ चाहिँ भएको थियो। युएई र नेपालको चाहिँ खेल यहाँ भएको थियो। यहाँ व्यापक रूपमा चाहिँ दर्शकको सहभागिता रहेको थियो त्यतिखेरको समयमा र अहिले मूलपानी क्रिकेट मैदानको यो माथिल्लो मैदानमा को साइडमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ प्र्याक्टिस गर्नको लागि दुईवटा पिच बनाउनको लागि यहाँ युद्ध स्तरमा काम भइरहेको छ। यहाँ माटो फिलिङ गर्ने बाहिरबाट माटो ल्याएर चाहिँ प्र्याक्टिसको लागि भनेर यो संरचना चाहिँ निर्माण गर्न गइरहेको छ। यहाँबाट चाहिँ खेलाडीले नेटमा प्र्याक्टिस गर्नेछन्। यहाँ जाली राखिनेछ र चाहिँ नेटमा प्र्याक्टिस गरेर चाहिँ खेलाडीहरूलाई अभ्यास चाहिँ पुग्न जाने चाहिँ देखिन्छ र यो मूलपानी क्रिकेट मैदानको यो माथिल्लो भागको खुला ठाउँलाई चाहिँ अहिले उपयोग गरिएको छैन। यहाँ थोरै मात्रामा चाहिँ प्याराफिट निर्माण गर्न सकिने अवस्था रहेको छ। यहाँ देख्न सक्नुहुन्छ मूलपानी क्रिकेट मैदानको चाहिँ जुन साइडमा रहेको जग्गाको कमीको कारणले गर्दाखेरि मूलपानी क्रिकेट मैदानको माथिल्लो भागलाई चाहिँ प्याराफिट बनाउन सकिने अवस्था रहेको छैन र त्यही भएर मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदानलाई चाहिँ एउटा प्र्याक्टिस गर्ने मैदान बनाउने र तल्लो मैदानलाई चाहिँ दर्शकहरूको बस्न सक्ने सहितको चाहिँ रङ्गशाला बनाउने गरी चाहिँ काम भइरहेको चाहिँ देख्न सकिन्छ। आज यो मूलपानी क्रिकेट मैदानमा यहाँ चाहिँ आइजी कप नेपाल प्रहरीको आइजी कपको खेलहरू हुन गइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ खेलाडीहरूले प्र्याक्टिस गरिरहेका छन्। आइजी कपमा 7वटै प्रोभिन्सका चाहिँ आफ्नो टिम बनाएर नेपाल प्रहरीको इन्टरनल प्रतियोगिता चाहिँ यहाँ हुन गइरहेको छ। यस्तै इन्टरनल प्रतियोगिताको रूपमा पनि यस खेल मैदानलाई चाहिँ प्रयोगमा ल्याउन चाहिँ थालिएको छ र मूलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउनको लागि नेपाल सरकारले चाहिँ एउटा
डिपिआर समेत खेलकुद मन्त्रालयले एउटा डिपिआर समेत स्वीकृत गरिसकेको छ र यस मैदानमा डिपिआरको काम सँगसँगै अगाडि बढिरहेको छ। डिपिआरमा यो माथिल्लो मैदान मात्र होइन, तल्लो मैदान र माथिल्लो मैदानको संयुक्त संरचना र यस सँगसँगै यहाँको बाटोको व्यवस्थापन गर्ने काम समेत चाहिँ अवधारणामा चाहिँ लिएको पाउन सकिन्छ हामीले। र मुलपानी क्रिकेट मैदानको माथिल्लो मैदानलाई अब एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त भइसके पछाडि विभिन्न खेलहरू, महिला अन्तर्राष्ट्रिय खेल र राष्ट्रिय खेलहरू पनि नियमित रूपमा हुन गइरहेको छ। र मुलपानी क्रिकेट मैदानको डिपिआर स्वीकृत भइसके पछाडि नेपालकै पहिलो आधुनिक र सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउनको लागि भनेर पहल गरिरहेको छ। यस मुलपानी क्रिकेट मैदानको माथिल्लो मैदान क्यानको स्वामित्वमा रहेको छ भने तल्लो मैदान चाहिँ राखेपको स्वामित्वमा रहेको छ र यो कम्बाइन्ड चाहिँ डिपिआर स्वीकृत गराउने काम चाहिँ खेलकुद मन्त्रालयले गरेको छ। र यो डिपिआरको कुल लागत भनेको चाहिँ 7 अर्ब भन्दा बढीको रहेको छ भने यो चाहिँ बहुवर्षीय ठेक्का सञ्चालन हुने गरेर चाहिँ यो डिपिआरलाई चाहिँ स्वीकृत गरिसकिएको छ र यो क्रमिक रूपमा थप संरचनाहरू बन्दै जाने गरी बन्ने अवस्था रहेको छ। चाहिँ क्यानको अफिस अगाडि क्यानको एउटा लोगो सहितको आकर्षक चाहिँ संरचना बनेको छ र एसिया कप छनौटको क्रममा यस संरचना चाहिँ निर्माण गरिएको थियो। र मुलपानी क्रिकेट रङ्गशाला चाहिँ अब 2081-82 को बजेटसँगै यसलाई चाहिँ राष्ट्रिय गौरवको आयोजनाको रूपमा मुलपानी क्रिकेट मैदानलाई लिएको छ। हुन त नेपाल सरकारले मुलपानी मात्र नभइकन टियु क्रिकेट मैदान, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, लमही क्रिकेट रङ्गशाला, गिरिजा प्रसाद क्रिकेट रङ्गशाला, विराटनगर लगायतका विभिन्न ठाउँमा चाहिँ क्रिकेट मैदानहरू बनाउनलाई एकै पटक कामको चाहिँ सुरुवात गरिसकेको छ। तर सीमित स्रोत साधनको कारणले गर्दाखेरि सबै संरचनाहरू समयमै निर्माण हुन चाहिँ सकिरहेका छैनन् र टुक्रा टुक्रामा चाहिँ थोरै बजेट चाहिँ विनियोजन गर्दै चाहिँ मुलपानी क्रिकेट मैदान लगायतका अन्य मैदानहरू पनि चाहिँ निर्माण भइरहेका छन्। र दर्शकवृन्द, यो जुन बाटो यहाँहरूले देख्न सक्नुहुनेछ, यो नयाँ डिपिआरसँगै यो बाटोलाई पनि स्थानान्तरण गरेर यो क्यानको मैदानभन्दा चाहिँ माथिल्लोपट्टि त्यो जुन माथि रुख देख्नुहुन्छ त्यो सँगैबाट तल झार्ने गरेर यहाँबाट यो बाटोलाई पनि चाहिँ हटाउनको लागि समेत चाहिँ डिपिआर स्वीकृत भएको छ। यो बाटो यहाँबाट हट्न साथ चाहिँ तल्लो क्रिकेट मैदानमा प्याराफिटको क्षमतालाई थप गर्न सकिनेछ। अहिले तल्लो क्रिकेट मैदानमा चाहिँ प्याराफिट चाहिँ सी आकारमा बन्न सकेको छ भने चाहिँ बाटोको साइडपट्टि प्याराफिट निर्माण गर्न चाहिँ असम्भव भइरहेको छ र यो बाटोलाई यहाँ हटाउन चाहिँ सकेमा यहाँ पार्किङ स्थल पनि प्रशस्त मात्रामा पुग्नेछ। र यो तल्लो मुलपानी क्रिकेट मैदान चाहिँ जुन छ यसमा चाहिँ मुआब्जाको विवाद निकै लामो समयदेखि रहिरहेको थियो र यो 2 वर्ष अगाडिसम्म चाहिँ यहाँ मुआब्जा विवादकै कारणले गर्दा केही टहराहरू पनि यो चाहिँ भागमा पूर्वपट्टिको भागमा देख्न सकिन्थ्यो र अहिले चाहिँ मुआब्जाको विवाद हटेर चाहिँ सम्पूर्ण ग्राउन्ड क्लियर भएर चाहिँ तारजाली समेत लगाइसकिएको छ र यहाँ प्याराफिट पनि निर्माण भइसकेको छ र प्याराफिट को चाहिँ सी आकारमा बनिसकेको छ, यहाँ हामीले देख्न सक्छौँ। र यो नयाँ बनेको प्याराफिट रहेको छ। यहाँ कुल जम्मा चाहिँ 21,000 क्षमताको चाहिँ प्याराफिट बन्न गइरहेको छ। पहिला 15,000 क्षमताको प्याराफिट बनाउने भन्ने चाहिँ रहेको थियो र जम्मा 1 अर्ब 28 करोड को चाहिँ यो तल्लो मुलपानी क्रिकेट मैदानमा लगानी रहने भन्ने चाहिँ डिपिआरमा रहेको छ र तल्लो मुलपानी क्रिकेट मैदानको कुल क्षमता कुल वर्गमिटर भनेको 17,600 वर्गमिटर चाहिँ रहेको छ र यो जुन स्क्रिनमा देखिएको छ यो चाहिँ भिआइपी बक्स रहेको छ र खेलाडीहरूको पोभिलियन र ड्रेसिङ रुम समेत चाहिँ यो बिल्डिङमा रहेको छ र सँगै यहाँ प्याराफिट सँगै जोडिएको चाहिँ अर्को एउटा चाहिँ बिल्डिङ रहेको छ। यो चाहिँ मिडिया बक्स र कमेन्ट्री बक्स रहेको देख्न सकिन्छ। यो गजुर आकारमा बनेको चाहिँ जुन बिल्डिङ छ त्यो चाहिँ मिडिया बक्स र चाहिँ यो कमेन्ट्री बक्स
हो र कोभिड लगायतका विभिन्न चाहिँ भुइँचालो लगायतका अवरोधका कारणले गर्दाखेरि चाहिँ यो रङ्गशाला समयमै निर्माण हुन सकेन र अहिले चाहिँ यसलाई यो DPR मा चाहिँ जम्मा 1 अर्बको चाहिँ स्रोत सुनिश्चितता भइसकेको छ र यो अबको लागि 1 अर्ब बजेट विनियोजन भएसँगै अब टेन्डर प्रक्रियामा पनि चाहिँ जान लागेको छ र यो अब मूलपानी क्रिकेट मैदानमा DPR सँगै अब यहाँ चाहिँ जिम हल बनाउने, इन्डोर क्रिकेट प्र्याक्टिसको मैदान बनाउने, स्विमिङ पुल बनाउने र 3 तलाको चाहिँ पार्किङ सहितको बिल्डिङ बनाउने, पभिलियन बनाउने, खेलाडीको लागि ब्लक बनाउने र चाहिँ फ्लड लाइट बनाउने र डिजिटल डिस्प्ले सहितको चाहिँ अत्याधुनिक चाहिँ क्रिकेट मैदान बनाउने चरणमा चाहिँ गएको छ राखेप र अब यसको चाहिँ DPR सँगै अब क्षमता विकास गर्नको लागि यसको पूरक EIA समेत गर्न लागेको छ र यो तल्लो क्रिकेट मैदान मूलपानी क्रिकेट मैदानलाई चाहिँ अत्याधुनिक बनाउने चरणमा चाहिँ यहाँ वाटरको ड्रेनेज सिस्टम पनि अत्याधुनिक रूपमा चाहिँ फिट गर्न लागि छ र यो पानी परेको 12 मिनेटमा चाहिँ खेल पुनः खेल्न सकिने गरी चाहिँ यहाँबाट पानी निकाल्ने र जमिन मुनिबाट घाँसको मुनिबाट चाहिँ हावाको बहावले चाहिँ छिट्टै मैदान चाहिँ सुकाउने पनि प्रणाली यहाँ चाहिँ राख्न लागि छ। त्यस्तै गरेर अब यो तल्लो क्रिकेट मैदानको पिचलाई उत्खनन गरेर नयाँ माटो भरेको जुन देख्न सकिन्छ, कालो रङको नयाँ माटो राखेर पनि अर्को नयाँ किसिमको चाहिँ पिच अत्याधुनिक र सुविधा सम्पन्न पिच समेत चाहिँ निर्माण गरिसकिएको छ। अब आशा गरौँ यो DPR सँगै तल्लो र माथिल्लो मूलपानी क्रिकेट मैदान चाहिँ समयमै बनोस्, नेपाल सरकारले समयमै बजेट विनियोजन गरिदियोस् र द्रुत गतिमा काम भएर चाहिँ समयमै यी दुईटै क्रिकेट रङ्गशालाहरू सम्पन्न भएर अन्तर्राष्ट्रिय स्तरको चाहिँ क्रिकेट रङ्गशाला बन्न सकोस् र यति बनेमा सम्पूर्ण हामी क्रिकेट प्रेमीहरू, खेलाडीहरू, दर्शकहरू, आम दर्शकवर्गले चाहिँ खुसी मनाउनु पर्ने, खुसी हुनुपर्ने चाहिँ अवसर पनि प्राप्त हुने थियो भन्ने पनि हामी आशा गर्न सक्छौँ। र यो चाहिँ नयाँ पिच राखिएको छ जुन बाहिरबाट माटो ल्याएर यहाँको जुन पुरानो पिच थियो, यहाँ रातो रङको माटो थियो भने अहिले चाहिँ कालो रङको माटो राखेर चाहिँ नयाँ पिच निर्माण गरिएको छ। यो सँगै चाहिँ पिचमा पनि स्तर उन्नति भएको हामी देख्न सक्छौँ र ग्रास पनि हरियो रहेको छ र ग्रास पनि निकै सफाट रहेको छ र यहाँ चाहिँ क्रिकेट मैदानमा नियमित ढङ्गले चाहिँ स्तर उन्नति चाहिँ हुँदै गइरहेको हामी पाउन सक्छौँ। र यी क्रिकेट मैदानहरू बहुवर्षीय आयोजनाको रूपमा चाहिँ सञ्चालन हुने गरेका छन् र यी बहुवर्षीय रूपमा आयोजना समयमै सञ्चालन भएमा नेपालले 2टा अन्तर्राष्ट्रिय स्तरको चाहिँ क्रिकेट मैदान, थप क्रिकेट मैदानहरू प्राप्त गर्नेछ र खेलाडीहरूले खेल्ने र प्र्याक्टिस गर्ने चाहिँ पाउन सक्नेछौँ। आशा गरौँ यो सबैतिर चारैतिर चाहिँ स्टेडियम बनेर, चारैतिर प्याराफिट बनेर 21,000 क्षमताको चाहिँ रङ्गशाला निर्माण हुन समयमै निर्माण हुन सम्पन्न सकोस्, यही कामना गर्दै चाहिँ म आज यो क्रिकेट मैदानको मूलपानी क्रिकेट मैदान र यहाँको DPR को अपडेटबाट बिदा हुन चाहन्छु। यहाँहरूलाई केही जिज्ञासा रहेमा कमेन्ट गर्नुहोला, म फेरि पुनः यस्तै भिडियो लिएर आउने छु। हवस् त, धन्यवाद।